आजको मेरो दिन यसरी सक्यो, काम गर्दै स्कुटी हाँक्दै अनि चटपट खाँदै। यस्तो क्लियर मौसम भएको दिनमा त नयाँ नयाँ ठाउँको भ्यू हेर्दै घुम्न जान कति मजा हुन्थ्यो। तर त्यस्तो भाग्यमानी खप्पर कहाँ छ र मेरो यार। बिहान बिहान उठ, हाँसे नाम्लो बोक, एक भारी घाँस काट्न जा। मेरो यो सिचुएसन देखेर मलाई एउटा गीतको याद आयो क्या। मलाई यो जिन्दगीले छुट दियो गनी गनी भनेर चाहिँ सेन्टी हुन आउँदैन मलाई। त्यसैले हेर्दै रोडमा ट्र्याक्टर, म चाहिँ आफ्नै धुनमा घाँस काट्न थाले। अनि मेरो 1000-2000 फलोअर्सहरू मध्ये 1-2 जना त मेरो डेली भ्लगको वेटमा बस्नुहुन्छ। आई नो द्याट। त्यही भएर म के भन्न चाहन्छु भने मेरो डेली भ्लग चाहिँ रातिको 7 देखि 8 बजे भित्रमा पोस्ट हुन्छ। हेर्नुहोस् अनि मजा लिनुहोस्। यदि मेरो भिडियोहरू मन पर्छ तर फलो गर्नु भएको छैन भने कृपया फलो पनि गरिदिनु होला, ताकि यस्तै यस्तै मेरो भिडियोहरू तपाईहरुको मास डेली आओस्। अनि म घर आएर यसो हेरेको, बाबा त पुरै खुरपट्याक बनाइराख्नु भएको रहेछ। अनि मलाई हल्का भोक लागिरहेको थियो, खाजा खाएर चल्दी स्कुटी हाँक्न। हल्का जानेसित उडाम लाग्ने रहेछ के, तर के गर्नु, उडायो भने फेरि सिधै माथि पुग्ला भन्ने डर। अनि मैले चटपट नखाएको चाहिँ धेरै दिन भइसक्यो। त्यसपछि हामी लागे चटपट खान। यो चटपट चाहिँ यस्तो अक्खा हुन्छ। फेरि मस्तले चटपट खाएर घर आएको त हिँडजाम बारीमा भनेर मम्मी त पुरै हाँस्से उदाइराख्छ त। त्यसपछि भनेको मान्नै पर्यो। अनि मम्मीहरु चाहिँ मस्याम गर्दै, म चाहिँ यता घाँस काट्दै। म पनि मस्याम गर्ने हो, घाँस काट्दैन भनेको। पर्दैन घाँसै काट भन्न थाल्यो। त्यसपछि लु त लु भनेर म चाहिँ एक भारी घाँस काटेर घर फर्के। घर आएर फेरि कहाँ बस्न पाइन्छ र, भात थापेर तरकारी केलाएर म चाहिँ दाल पकाउन तर्फ लागे। अरूले कसरी पकाउँछ त्यो मलाई थाहा भएन, तर म चाहिँ दाललाई यसरी पहिला तेलमा भुटेर अनि पछि पानी हालेर त्यही माथि पनि फर्सी मुन्टा हालेर उमालेर पकाउँछु। यसरी पकाउँदा अलि मिठो लाग्छ मलाई। र आजको भ्लग यतिमै अन्त्य गर्न चाहे। द्याट्स इट फर टुडे। टाटा एन्ड बाइ बाइ।